नमस्कार साथीहरू, स्वागत छ फेरि एकपटक मेरो ब्लगमा। आजको यात्रा अलि विशेष रहनेछ। दिल्ली सहर पुग्ने लक्ष्य र मनमा उत्साहको साथ काठमाडौँको गल्लीबाट मेरो यात्रा गन्तव्यको खोजी गर्दै तय हुनेछ। बिहानै झोला बोकी घरबाट निस्किएँ, परिवारको मायालाई मनभित्र साँचेर। काठमाडौँका सडकहरू बिस्तारै पछि पार्दै गएँ, सपनाका नयाँ बाटाहरू अगाडि खुल्दै गए। बसको झ्यालबाट हेर्दा पहाड अनि खोला, नेपालको सुन्दरता सम्झिँदै बित्यो त्यो बेला। सिमाना नजिकै जाँदा बढ्यो यात्राको रङ, नयाँ देश, नयाँ अनुभव, नयाँ सपनासँग। काठमाडौँदेखि दिल्लीसम्म सपनाको यात्रा, हरेक मोडमा कथा भेटियो, हरेक पलमा सम्झना। क्यामेरामा कैद भए जीवनका सुन्दर क्षणहरू। यात्रा मात्रै होइन, यो भोलिको नयाँ किरण पनि। सीमा पार गर्दै जाँदा मनमा आयो उत्साह। भारतको व्यस्त सडक देख्दा लाग्यो वाउ। रेलको आवाजसँगै यात्रा झन् रमाइलो। नयाँ साथी, नयाँ दृश्य, अनुभव पनि फरक किसिमको थियो। दिन ढल्दै गयो बिस्तारै, सहरहरू फेरिँदै गए। झिलिमिली बत्तीहरूले रातलाई सजाउँदै गएको थियो। थाकेको शरीर भए पनि मन अझै दौडिरहेको थियो। दिल्लीको सपना आँखाभरि हरेक क्षणमा बाँचिरहेको थियो। अन्ततः दिल्ली आइपुग्दा खुसीले भरियो मन। ठुला सडक, अग्ला भवन अनि भिडभाडले भरिएको जीवन। गन्ने का जूस इधर कितने मिलता है? गन्ने का जूस कितने मिलता है? 30 का है। अच्छा 50 का है। अच्छा